नेदरल्यान्ड्स विरुद्ध नेपाली टिमको प्लेइङ 11 कस्तो रहला त? यदि नेदरल्यान्ड्ससँग पनि हार्यो भने नेपाली टिमको विश्वकप खेल्ने हुनेछ चकनाचुर। नेपालको ओडीआई वर्ल्ड कप क्वालिफिकेसन जर्नीमा अब एउटा डु अर डाई म्याच आइपुगेको छ। नामिबियासँगको खेलमा नेपालले जुन तरिकाले ब्याटिङ कोल्याप्स गर्यो त्यसले फ्यान्सलाई एकदम टेन्सनमा पारेको छ। अब नेदरल्यान्ड्स विरुद्धको यो म्याच नेपालको लागि किन यति क्रुसियल भएको छ, टिमको हेड टु हेड रेकर्ड के छ र प्लेइङ 11 मा को हुन सक्छन् भन्ने सबै कुरा आजको भिडियोमा डिटेलमा छलफल गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला र नेपाल क्रिकेट सम्बन्धी यस्तै अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब भिडियोलाई सुरुबाट सुरु गरौँ। सबैभन्दा पहिला कुरा गरौँ किन यो म्याच नेपालको लागि यति महत्त्वपूर्ण भएको छ भनेर। हामीले अघिल्लो भिडियोमा पनि कुरा गरेका थियौँ। आईसीसी वर्ल्ड कप पाथवे अनुसार लिग 2 को टप 4 टिमले डाइरेक्ट ग्लोबल क्वालिफायर्समा पुग्छन्। यो नै वर्ल्ड कप क्वालिफिकेसनको सबैभन्दा सजिलो र सिक्योर बाटो हो। तर नामिबियासँगको हारपछि नेपालको पोजिसन अलिक कमजोर भएको छ। नेपाल आफ्नो अघिल्लो म्याचमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो र मात्र 157 रनमै अल आउट गएको थियो। यो पर्फर्मेन्सले नेपालको टप 4 रेसलाई अझै टाइट बनाइदिएको छ। त्यसैले अब नेदरल्यान्ड्ससँगको यो म्याच जित्नु नेपालको लागि लगभग अनिवार्य नै भइसकेको छ। हार्यो भने नेपाल क्वालिफिकेसन रेसबाटै बाहिरिने जोखिममा पर्न सक्छ। अब नेपाल र नेदरल्यान्ड्सको हेड टु हेड रेकर्ड हेरौँ। दुई टिम बीच हालसम्म 5 वटा ओडीआई म्याच भएका छन्। यसमा नेदरल्यान्ड्सले 3 वटा जितेको छ भने नेपालले 2 वटा मात्र जित्न सकेको छ। यसको मतलब नेदरल्यान्ड्सको पल्ला अलि भारी नै देखिन्छ। तर याद गर्नुहोस्, नेपालले 2025 को स्कटल्यान्ड टुरमा नेदरल्यान्ड्सलाई क्लिन स्वीप गरेको थियो। त्यसैले नेपालसँग नेदरल्यान्ड्सलाई हराउने क्षमता र कन्फिडेन्स दुवै छ भन्ने कुरा प्रमाणित भइसकेको छ। अब प्रश्न यही हो, नामिबियासँगको हारपछिको मोमेन्टम स्विङलाई नेपालले कति चाँडो रिकभर गर्न सक्छ? यो म्याच जुलाई 23 तारिखमा आईसीसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत खेलिनेछ। मैदान भनेको नेदरल्यान्ड्सकै स्पोर्ट पार्क मास्टरलुस हो, जुन नेदरल्यान्ड्सको होम ग्राउन्ड भएकोले नेपाललाई अलि च्यालेन्जिङ हुन सक्छ। हामीले पहिले पनि कुरा गरेका थियौँ, नेपालको हिस्ट्री हेर्ने हो भने होम कन्डिसनमा नेपालले डोमिनेसन देखाए पनि ओभरसिज कन्डिसनमा स्ट्रगल गर्ने गरेको छ। त्यसैले यो अवे म्याच नेपालको लागि अझै टफ हुन सक्छ। म्याच नेपाली समयअनुसार दिउँसो 2:45 सुरु हुनेछ। जो फ्यान्सहरू लाइभ हेर्न चाहनुहुन्छ, यो म्याचको प्रत्यक्ष प्रसारण फ्यान कोड मार्फत हेर्न सकिनेछ। अब कुरा गरौँ सम्भावित प्लेइङ 11 को बारेमा। नेपालको ब्याटिङ लाइनअप कुशल भुर्तेल र आसिफ शेखबाट सुरु हुने देखिन्छ। यी दुवै प्लेयर हालैका सिजनहरूमा फर्ममा फर्किएका थिए र क्यान म्यानेजमेन्टको कम्पिटिटिभ सेलेक्सन पोलिसीले नै यिनीहरूको कमब्याक सम्भव बनाएको हो भन्ने कुरा हामीले पहिलेको भिडियोमा पनि छलफल गरेका थियौँ। यसपछि निश्चलमा ईशान पाण्डे मध्ये एकजना र त्यसपछि कप्तान रोहित पौडेल आउनेछन्। रोहित पौडेलको फर्म नेपालको लागि निकै महत्त्वपूर्ण हुनेछ, किनभने मिडल अर्डरमा उनकै ब्याटले धेरै जसो म्याचमा नेपाललाई स्टेबिलिटी दिने गरेको छ। त्यसपछि दिपेन्द्र सिंह ऐरी र आरिफ शेख फिनिशिङ रोलमा देखिनेछन्। अलराउन्डर डिपार्टमेन्टमा गुलसन झा र सोमपाल कामीले टिमलाई ब्यालेन्स दिनेछन्। बोलिङ साइडमा करण केसी र नन्दन यादवले पेस डिपार्टमेन्ट सम्हाल्ने देखिन्छ भने स्पिन डिपार्टमेन्टमा सन्दीप लामिछानेको उपस्थिति नेपालको लागि सधैँ जसो एक्स फ्याक्टर हुने गरेको छ। लामिछाने फर्ममा भयो भने नेदरल्यान्ड्सको मिडल अर्डरलाई तोड्न सक्ने क्षमता राख्छन् भन्नेमा दुई मत छैन। ओभरअल यो कम्बिनेसन ब्यालेन्स देखिन्छ। तर नामिबिया म्याच जस्तै टप अर्डर कोल्याप्स भयो भने नेपाल फेरि दबावमा पर्न सक्छ। अब यो म्याचको लार्जर पिक्चर के हो भनेर बुझौँ। लिग 2 को पोइन्ट्स टेबलमा नेपाल 5औं स्थानमा रहेको छ र टप 4 मा पुग्न नेपाललाई हरेक म्याच जित्नु जतिकै जरुरी छ। नेदरल्यान्ड्स आफै पनि टप 4 को दौडमा रहेको टिम भएकोले यो म्याच डाइरेक्ट हेड टु हेड कम्पिटिसन जस्तै हो। नेपालले जित्यो भने आफ्नो पोइन्ट्स बढाउनुका साथै नेदरल्यान्ड्सको पोइन्ट्स पनि रोक्न सक्छ, जुन नेपालको लागि डबल एडभान्टेज हुनेछ। तर हार्यो भने नेदरल्यान्ड्सले आफ्नो पोजिसन बलियो बनाउने र नेपालको लागि टप 4 को बाटो अझै साँगुरो हुने निश्चित छ। यहाँनिर एउटा कुरा याद राख्नुपर्छ, ओमान, नेदरल्यान्ड्स, नामिबिया र नेपाल यी 4 टिमहरू टप 4 को लागि एकअर्कासँग प्रत्यक्ष प्रतिस्पर्धामा छन्। त्यसैले एउटा टिमको जितले अर्को टिमलाई सिधै तल झार्छ। त्यसैले नेदरल्यान्ड्स विरुद्धको यो म्याच स्ट्यान्डिङ्समा जति देखिन्छ त्यो भन्दा धेरै ठूलो इम्प्याक्ट पार्ने म्याच हो। नामिबियासँगको हारपछि नेपालसँग गल्ती गर्ने ठाउँ लगभग नभन्दा पनि फरक पर्दैन। फ्यान्सको हिसाबले हेर्ने हो भने यो म्याच इमोसनल पनि हुनेछ, किनभने केही महिना अघि मात्र नेपालले नेदरल्यान्ड्सलाई क्लिन स्वीप गरेर आफ्नो क्षमता देखाइसकेको छ। तर क्रिकेटमा फर्म र मोमेन्टम छिनभरमै बदल्न सक्छ र नामिबियासँगको हारले त्यही देखाएको छ। त्यसैले यो म्याचमा नेपालले न केवल स्किलफुल क्रिकेट खेल्नुपर्छ, बरु मेन्टल्ली पनि बलियो देखिनुपर्छ। टप अर्डरले राम्रो सुरुवात दिन सक्यो भने मिडल अर्डर र फिनिशर्सहरूको लागि काम सजिलो हुनेछ र बोलिङमा सन्दीप लामिछाने र सोमपाल कामी जस्ता एक्सपिरियन्स्ड बोलरहरूले अर्ली विकेट्स ल्याउन सक्यो भने नेदरल्यान्ड्सलाई थुनेर राख्न सकिन्छ। अन्तिममा भन्नुपर्दा नेदरल्यान्ड्स विरुद्धको यो म्याच नेपालको 2027 ओडीआई वर्ल्ड कप क्वालिफिकेसन जर्नीको एउटा टर्निङ पोइन्ट हुनेछ। जित्यो भने नेपालले टप 4 को रेसमा फेरि बलियोसँग फर्किनेछ, तर हार्यो भने पोजिसन अझै कठिन बन्नेछ। हामी सबैले आशा गरौँ टिम नेपालले नामिबिया म्याचबाट लेसन लिएर नेदरल्यान्ड्स विरुद्ध बलियो कमब्याक गरोस्। यो म्याच सम्बन्धी लाइभ अपडेट, स्कोर कार्ड र पोस्ट म्याच एनालिसिसको लागि हाम्रो च्यानलमा जोडिएर रहनुहोस्। भिडियो मन परे लाइक गर्नुहोला, कमेन्टमा आफ्नो प्रेडिक्सन लेख्नुहोला र च्यानल सब्स्क्राइब गरेर बेल आइकन दबाउन नबिर्सिनुहोला ताकि नेपाल क्रिकेटको हरेक अपडेट तपाईसम्म सबैभन्दा पहिले पुगोस्। धन्यवाद।